बेजिङको आधुनिकता र गगनचुम्बी भवनहरूलाई पछाडि छोड्दै म आज निस्किएको छु चीनको इतिहासको त्यो पाना पल्टाउन जसको रहस्यले आज पनि संसारलाई चकित पार्छ। हाई स्पिड बुलेट ट्रेनको यो यात्रा मलाई सिधै लिएर जाँदैछ चीनको प्राचीन राजधानी सियानतर्फ। र आजको हाम्रो मुख्य गन्तव्य हो मानव इतिहासको सबैभन्दा ठूलो र रहस्यमय पुरातात्विक खोज, द टेराकोटा आर्मी। नमस्कार, म रोशन बस्नेत। तपाईहरू सबैलाई मेरो यस नयाँ भ्लगमा हार्दिक स्वागत छ। आज म तपाईहरूलाई एउटा यस्तो ऐतिहासिक र अविश्वसनीय यात्रामा लिएर जाँदैछु जसले तपाईहरूलाई प्राचीन चीनको एउटा अनौठो संसारमा पुर्याउनेछ। आज हामी बेजिङबाट हाई स्पिड बुलेट ट्रेन चढेर चीनको ऐतिहासिक सहर सियान पुग्नेछौँ र प्रत्यक्ष आँखाले निहाल्नेछौँ संसारको 8औं आश्चर्य मानिने रहस्यमय द टेराकोटा आर्मीलाई। इतिहास, रहस्य र रोमाञ्चकताले भरिएको यो यात्रा निकै अद्वितीय हुनेवाला छ, त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला है त। जब तपाईँ यो विशाल हलभित्र पाइला टेक्नुहुन्छ, तपाईँको आँगै सिरिङ्ग हुन्छ। आँखाले भ्याएसम्म लहरै उभिएका हजारौं माटोका सिपाहीहरू यस्तो लाग्छ मानौ तिनीहरू अहिले नै जुर्मुराएर उठ्नेछन् र युद्धको मैदानमा होमिनेछन्। 2000 वर्षभन्दा बढी समयदेखि जमिन मुनि कतै हराएका यी सिपाहीहरू आखिर कसले र किन बनाए त? यो कथा सुरु हुन्छ ईसापूर्व 246 मा। चीनलाई पहिलो पटक एउटै साम्राज्यमा बाँध्ने क्रूर र शक्तिशाली राजा थिए किङ शी हुआन। उनी मृत्युसँग निकै डराउँथे र अमर पनि हुन चाहन्थे। जब उनलाई लाग्यो कि मृत्यु निश्चित छ, उनले आफ्नो मृत्युपछिको जीवनमा पनि आफ्नै साम्राज्य र शक्ति कायम रहोस् भनेर यो विशाल सेना बनाउन लगाए। लगभग 7 लाख भन्दा बढी मजदुरहरूले झन्डै 40 वर्ष लगाएर यो अचम्मको संसारको सृजना गरे। अचम्मको कुरा त के छ भने यहाँ भएका हजारौं सिपाही, घोडा र रथहरूमध्ये कुनै पनि दुईवटा मूर्तिको अनुहार, कपाल, स्टाइल वा जुङ्गा एक आपसमा मिल्दैन। हरेक मूर्ति आफ्नै विशिष्ट पहिचानको साथ बनेका छन्। तर इतिहासको यो ठूलो रहस्य शताब्दीयौंसम्म माटोमुनि दबिरह्यो। सन् 1994 को मार्च महिनामा सियानका केही स्थानीय किसानहरूले यहाँ इनार खन्दै थिए। अचानक उनीहरूको कोदालो एउटा गुडियाको माटोको टाउकोमा ठोकियो र उनीहरूले सोचेका पनि थिएनन् कि उनीहरूको त्यो सानो कोदालोले संसारको सबैभन्दा ठूलो पुरातात्विक खोजको ढोका खोल्दैछ। यसरी भयो टेराकोटा आर्मीको पुनर्जन्म। यो केवल माटोको मूर्तिहरूको सङ्ग्रह मात्रै होइन, यो 2200 वर्ष पुरानो चीनको सैन्य कला, प्रविधि र संस्कृतिको जीवन्त प्रमाण हो। यो सङ्ग्रहालयमा 3वटा खाडलहरू छन्। पहिलोमा मुख्य सेना, दोस्रोमा घोडाचढी र तीरअन्दाज र तेस्रोमा सैन्य कमान्डरहरूको हेडक्वार्टर छ। युनेस्कोले यसलाई विश्व सम्पदा सूचीमा राखेको छ र यसलाई संसारको 8औं आश्चर्य पनि मानेको छ। सबैभन्दा रोमाञ्चक कुरा त के छ भने यो खोज अझै सकिएको छैन। यहाँ अझै पनि अनगोइङ प्रोजेक्टहरू चलिरहेका छन्। पुरातत्त्वविदहरूले अहिले पनि नयाँ सिपाहीका टुक्रा जोडेर तिनलाई पुरानै स्वरूप दिइरहेका छन्। र सबैभन्दा ठूलो रहस्य त ती राजा किङ शी हुआनको मुख्य चिहानसँग जोडिएको छ, जो अझै खनिएको छैन। त्यो चिहान रक्षाका लागि कैयौं स्वचालित तीरहरू जडान गरिएका छन् र त्यहाँ मर्क्युनीको नदी बगाइएको छ। प्रविधिको विकास र सुरक्षाका कारण वैज्ञानिकहरूले त्यसलाई अझै खोलेका छैनन्। अर्थात् इतिहासका अझै कैयौं रहस्यहरू जमिन मुनि लुकेर बसिरहेका छन्। समय कहाँबाट कहाँ पुगिसक्यो, तर यी सिपाहीहरू आज पनि आफ्ना राजाको रक्षाका लागि यसरी नै तैनात छन्। इतिहासको यो अद्वितीय यात्राले मलाई निस्तब्ध बनाएको छ। तपाईहरूलाई यो टेराकोटा आर्मीको इतिहास कस्तो लाग्यो? कमेन्ट बक्समा पक्कै भन्नुहोला। भिडियो मन परेमा लाइक र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। सियान, जसलाई पहिलेको समयमा चाङआङ भनेर चिनिन्थ्यो, चीनको निकै ऐतिहासिक पुरातात्विक राजधानी सहर हो। यो सहर सिल्क रोडको सुरुवाती बिन्दु भएकाले यहाँको खानामा निकै पुरानो र पृथक सांस्कृतिक प्रभाव देख्न पाइन्छ। यहाँको स्वादिष्ट परिकारले चिनिया र मध्य एसियाली स्वादको अद्वितीय मिश्रण प्रस्तुत गर्दछ, जसले यसलाई एउटा साँच्चै विशेष खाद्य राजधानी बनाउँछ। सियानमा चामलको सट्टा गहुँका परिकारहरू र विशेष गरी विभिन्न प्रकारका नुडलहरू निकै लोकप्रिय छन्। यहाँका नुडल्सहरू लामो र चौडा हुने गर्दछन् र तिनीहरूलाई मसालेदार तथा गहिरो स्वादका साथ पकाइन्छ, जसले तपाईलाई एउटा साँच्चै विशेष स्वादको अनुभव दिन्छ। टेराकोटा आर्मी पछिको मेरो यात्रा अब पुगेको छ मानव इतिहासको पानामा एउटा अमिट छाप छोड्ने धार्मिक स्थल, जायन्ट वाइल्ड गुस पैगोडा। 1300 वर्षभन्दा पुरानो यो मन्दिर ताङ राजवंशको समयमा बनाइएको थियो, जब सियान चाङआङको नामले चिनिन्थ्यो। संसार जित्न हतियार उठाएका हजारौं सिपाहीको इतिहास हेरेपछि
म अहिले जहाँ उभिएको छु यहाँको शान्तिले मनलाई बेग्लै आनन्द दिइरहेको छ। यो हो सियानको ऐतिहासिक जायन्ट वाइल्ड गुस प्यागोडा। करिब 1300 वर्ष पुरानो यो पवित्र भूमिमा पाइला टेक्ने बित्तिकै एउटा छुट्टै ऊर्जा महसुस हुन्छ। वरिपरि हेर्नुहोस् त, यहाँ विदेशबाट आएका हजारौं मानिसहरूको भिड। कसैको हातमा धूप छ, कसैको आँखा बन्द छन्, त कसैको मनमा आफ्ना प्रियजनका लागि प्रार्थना। बुद्ध धर्मप्रतिको यो अगाध आस्था र मानिसहरूको यो समर्पण साँच्चै लोभलाग्दो छ। यो भिड र यो आस्था देख्दा मलाई बुद्धको एउटा सानो बाणी याद आयो। शान्ति बाहिर कतै पाइँदैन, यो त मानिसको आफ्नै मनभित्र हुन्छ। बुद्ध त्यसै बुद्ध भएका होइनन्। उनले तरबारको सुख शयन र संसारको मोह त्यागेर मानिसको दुःख र त्यसको निवारणको बाटो खोजे। आज यो मन्दिर केवल एउटा इँटा र माटोको संरचना मात्रै होइन, यो त सदियौँदेखि मानिसहरूलाई करुणा, दया र अहिंसाको पाठ सिकाउने एउटा जीवन्त केन्द्र हो। यहाँ आएपछि महसुस हुन्छ, संसारमा जतिसुकै युद्ध वा आधुनिकता आए पनि मानिसको आत्माले अन्तिममा खोज्ने भनेको यही शान्ति र आन्तरिक अध्यात्म रहेछ। बुद्धले दिनुभएको यही प्रेम र शान्तिको सन्देशले आज पनि करोडौं मनहरूलाई जोडिरहेको छ। इतिहासको यो आध्यात्मिक रूपले मलाई भित्रैदेखि निशब्द र भावुक बनाएको छ। हामी अहिले पुगेका छौँ सियानको यो जीवन्त लोकल बजारमा। यहाँ घुम्दा यस्तो लाग्छ कि तपाईँ एउटा समयको फरक संसारमा हुनुहुन्छ। साँगुरो गल्लीहरूमा सजिएका यी साना पसलहरू, लुगादेखि लिएर हस्तकलाका सामग्रीसम्म साह्रै सस्तो पाइने रहेछ। हामीले पनि केही मोलतोल गर्ने कोसिस गर्यौँ र केही सामानहरू यहाँ किन्यौँ। बजारको यो रमाइलो सँगसँगै यहाँका गल्लीगल्लीमा पाइने खानेकुराहरूले मलाई साह्रै लोभ्यायो। जताततै ताजा फलफुल साथै परम्परागत खाजाको बास्ना फैलिएको छ। स्थानीय मानिसहरूले तयार पारेका यी अनौठा परिकार खानु भनेको सियानको वास्तविक संस्कृतिलाई जिब्रोमा अनुभव गर्नु हो। हरेक स्वादमा पुरानो इतिहास। सपिङको रमाइलो र पेट भरेपछि हामी सियानको साँझको माहौलमा हरायौँ। यहाँका पुराना भवनहरू र आधुनिकताको यो मिश्रणले मेरो मन जित्यो। यस प्राचीन सहरको संस्कृति, यहाँको आतिथ्यता र यो हलचलले मलाई सहरप्रति अझै आकर्षित बनायो। मलाई लाग्छ सियान केवल एउटा सहर मात्रै होइन, यो त एउटा अनुभव पनि हो, जुन तपाईँले जीवनमा एकपटक अवश्य लिनै पर्छ। साँच्चै भन्नुपर्दा सियान सहरले मेरो मन नै लोभ्यायो। टेराकोटा आर्मीको त्यो विशाल इतिहास, यहाँको लोकल फुड मार्केटको यो अद्वितीय स्वाद र यहाँको जीवन्त संस्कृति, हरेक कुरा निकै तारिफयोग्य छन्। इतिहास र आधुनिकताको यो सुन्दर मिश्रण मैले बिरलै देखेको छु। सियानको यो मेरो यात्रा मेरो जीवनकै सबैभन्दा यादगार र उत्कृष्ट अनुभव बन्यो। अनि सियानको यो भ्रमणमा यहाँको खानेकुराको तारिफ नगरेर त यात्रा अधुरै रहन्छ। यहाँका ती लामा र चौडा प्रसिद्ध नुडल्सहरू अनि सपिङ गर्दै स्ट्रिट फुडको स्वाद लिँदै मजाको बेग्लै छ। यहाँको हरेक गाँसमा एउटा छुट्टै इतिहास छ। यदि तपाईँ पनि फुडी हुनुहुन्छ भने सियानको यो स्वादिलो संसारले तपाईँको मन पक्कै पगाल्नेछ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भिडियो राम्रो लाग्यो भने कृपया लाइक, सब्सक्राइब र सेयर गर्न नबिर्सिनुहोला तथा आफ्नो अमूल्य सल्लाह सुझावहरू पनि तल कमेन्ट बक्समा अवश्य दिनुहोला। हस्त धन्यवाद।